युके आएपछि नयाँ नयाँ साथी बनाउँला, नयाँ नयाँ ठाउँ एक्सप्लोर गरौँला, नयाँ नयाँ खानेकुराहरू खाउँला, फ्रिडम पाउँला भनेको त सबै मिथ नै भयो क्या। यहाँ आएपछि बल्ल रियालिटी चेक पाएँ मैले। अझ स्टुडेन्ट लाइफ, काम, घर, असाइनमेन्ट, युनि त्यति गर्दै नै लाइफ बित्ने रहेछ क्या। हुन्छ नि म आएको नि 1 वर्ष हुन लागिसक्यो अनि मैले कहीँ पनि खासै राम्रोसँग एक्सप्लोर गरेको छैन क्या। किनभने लाइफै अझै स्टेबल भएको छैन जस्तो फिल हुन्छ। अनि 1 पाउन्ड नेपालीमा कन्भर्ट गर्दा त ओ माई गड, त्यो 1 पाउन्डको पनि कति भ्यालु हुन्छ भन्ने बल्ल यहाँ आएर थाहा हुँदैछ मलाई। नेपालमा हुँदा त बाउआमासँग पैसा माग्यो, घुम्न गयो, खायो, रमायो, त्यति खासै केही मतलब हुन्थेन नि त। यहाँ त कति गाह्रो हुन्छ आफ्नो लाइफ स्टेबल बनाउन, त्यो पैसा कमाउन बल्ल थाहा पाइन्छ क्या यहाँ आएपछि। तर त्यति भन्दैमा आफ्नो सोसल लाइफ नै डामाडोल गर्न चाहिँ हुँदैन जस्तो पनि लाग्छ। किनभने यु नेभर नो वाट्स गोइङ टु ह्यापन इन नेक्स्ट सेकेन्ड। त्यही भएर लाइफ पनि इन्जोय गर्नु, काम पनि गर्नु, घुम्न पनि जानु। बी ह्याप्पी, बी ग्रेटफुल फर वाट यु ह्याभ।